ल साथी तिमी अब जाऊ राम्रोसँग ल राम्रोसँग काठमाडौँ जाऊ है त बाई बाई साथी काठमाडौँ जाऊ राम्रोसँग भिडियो हेर्दै हुनुहुन्छ मेरो मम्मी मेरो मम्मी मम्मीलाई मम्मी तर मेरो मम्मी बुढी भए पनि तर कति हुन्छ मेरो मम्मी बुढी भए पनि कति राम्रो देखेछन् पछि त भाइरल हुँदैन नाङ्गे बाबाजी औरत का चक्कर बाबा भैया औरत का चक्कर बहुत बेकार होता है। बरु कफर हो कफर हो हाम्रो दाइ पनि खतरा यो रहेछ लास्टै हँसिलो टाइपको रहेछ हाम्रो दाइ पनि ल अब यसलाई चाहिँ अब गर्नुपर्ने जस्तो लाग्छ अब म पनि अब घरतिर जानुपर्छ मलाई लेट हुन्छ होला सो हेलो एभ्रिवान एन्ड नमस्ते सबैलाई आई होप हजुरहरू सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु आज चाहिँ यत्तिकै भ्लग्स होइन सोच्यो होला यसले त भ्लग पनि हाल्छ गीत पनि हाल्छ सबै हाल्छ तर त्यस्तो होइन यार मैले त्यो मलाई त्यो भाइरल हुन्छ भनेर मात्रै मैले त्यो हालेको भ्यू जान्छ भनेर केही छैन म अब त्यस्तो गल्ती कहिले गर्दिनँ त्यो हालेर होइन भ्लग मात्रै हालिरहेको छु तपाईँहरूलाई देखाइरहेको छु मेरो युट्युब च्यानलमा भ्लगहरू हालिरहेको छु जहिले पनि अनि म चाहिँ अब अहिले एकछिनतिर ठ्याक्कसँगले बल खेल्नलाई रेडी हुँदैछु बल खेल्नका लागि रेडी हुँदैछु ठ्याक्क मेरो टोला पनि यहाँ छ त्यतातिर बल खेल्नलाई टोला खेल्नु पनि छ अनि त्यसपछि ठ्याक्कसँगले अब हामी नभन्नु म मात्रै जाँदैछु बल खेल्नलाई यो मेरो घर यस्तो छ ठ्याक्कसँगले मेरो घर सानो घर मेरो ठ्याक्कसँगले मम्मी बुवाहरूको बेड हो मम्मी बुवा अनि बहिनीको अनि ठ्याक्क यो चाहिँ मेरो बेड भयो यो मेरो रुम भयो सानो छ कम्फर्टेबल छ मेरो लागि यो रुम होइन ठ्याक्कसँगले होइन ठ्याक्क सब कुरो छ अनि मेरो यहाँ कलेक्सनहरू पनि हेर्नु जुत्ताको रे जुत्ताको कलेक्सनहरू ठ्याक्क डम्बल सम्बल पनि छ जिम गर्नुलाई हल्का डम्बल सम्बल चाहिन्छ भनेर मात्रै हो अनि मेरो मम्मीले चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ भिडियो हेर्दै हुनुहुन्छ मेरो मम्मी मेरो मम्मी मम्मी तर मेरो मम्मी बुढी भए पनि तर कति हुन्छ मेरो मम्मी बुढी भए पनि कति राम्रो देखेछन् के होइन यो चाहिँ यसलाई चाहिँ भन्छ नाङ्लो जुन हाम्रो यता गाउँमा बनाउँछ क्या हाम्रो यता घरमा पनि नाङ्लो बनाउँछ ट्याक्कसँगले मतलब जुन भन्छ नि त्यो मतलब के गर्नलाई नाङ्लो जस्तो बाँसको बाँसको यो के हुन्छ नि त्यसलाई नाङ्लो भन्छ नाङ्लो टक्कसँगले ठ्याक्क नाङ्लो होइन नाङ्लो भन्छ नि त्यसलाई नाङ्लो भन्छ अनि ठ्याक्कसँगले यो चाहिँ छ मेरो यताको होइन म भिडियो हेर्दै रहेछ मम्मीले अब लाज पनि लाग्छ मतलब क्यामेरामा आउनलाई मम्मीलाई लाज लाग्नुहुन्छ मम्मीलाई ठ्याक्कसँगले यताको ठ्याक्कसँगले यहाँ ठ्याक्क मेरो यहाँ रुखसुख थियो क्या मतलब मैले गार्डन बनाएको थियो यहाँ के उभाएको थिएँ मतलब
मकै सोकै के अथवा कुराहरू सबै यहाँ फर्सीको लागि पनि यहाँ गरेको छु यतातिर ठ्याक्क सबै कुरो छ मेन्टेनमा राखेको छु यार। अनि यो मेरो यो भ्लगमा चाहिँ के हो भने नि तपाईँलाई मैले सब देखाएँ क्या, मतलब कहाँ के कसो को छ। मेरो घरमा मेरो सबैजना हुनुहुन्छ, मेरो होइन बहिनी बुवा सबै हुनुहुन्छ। हामी 4 जना छु, 4 जना, मम्मी बुवा अनि बुनु। यो चाहिँ मेरो बहिनी हो, हेर्न सक्नुहुन्छ होला, यो मेरो बहिनी। मेरो बहिनी चाहिँ स्कुल गएको छ, 10 क्लासमा पढ्छ। अनि म चाहिँ 12मा ठ्याक्क यस वर्ष 12मा हो। अब अर्को वर्ष 12 सक्ने बित्तिकै म पनि विदेशतिर उड्ने हो भनेर जस्तो क्या। म चाहिँ अब बल खेल्न गएको होला, बल खेलेर तपाईँलाई अगाडि देखाउँछु म। सादा पछि त भाइरल हुँदैन, नाङ्गे बाबाजी बनाउन सोह्र पुगेको सिधा 18 पुगेको छ। लगाए यार, मजा लागिसक्यो यार। सो हेलो नमस्ते नमस्कार गाइज। आज चाहिँ यो चुतियालाई म पुगाउनु गइरहेको छु। यो चुतियालाई सक्नुहुन्छ होला, देखेकै थिएन थोका यार। यो चुतियालाई म आज पसलतिर पुगाउनु गइरहेको छु। यसको नाम मजाले फेसै दिएर देखाइदिएन मजाले फेसतिर ले त देखेको थिएन यो चुतिया, त्यसको फेसै देखेको थिएन अहिले देखेँ। यो चुतियालाई म के अरे नयाँ बजारसम्म पुगाउनु गइरहेको छु। यस्तो राति छ मलाई। हेर साला हाम्रो स्कुल हेर, म कसम हेर त फकटिया स्कुल साला भनेर के भनौँ। प्यारो स्कुल, राम्रो स्कुल, हाम्रो स्कुल प्यारो स्कुल हो यो पनि। बिचरा यसलाई छोडेर अनि त्यसपछि जानुपर्छ। नरु है काठमाडौँ तल पुगाउनु लगेको होइन मैले, काठमाडौँ मैले तँलाई पुगाउनु लगेको होइन मैले, भर्खर साइकलमा पुरै हिरो हन्डामा हेर्नु। यसलाई पुगाउनु लग्दैछु म। देखेकै थिएन यसको थोप्रा यार, देख्नु रे। रातिको सिन चाहिँ हेर्नु होला, सक्नुहुन्छ होला भनेर त। लाहानको दृश्य भनेर क्या, लाहानको दृश्य देख्नु सक्नुहुन्छ होला तपाईँ। उयो त मेरो एक्सको घर हेर त, वहाँ मेरो एक्सको घर टल्किरहेछ यार। मजा गरेको है, बहिनी हो बहिनी, एक्स छैन बहिनी। लगाएछु अगाडितिर भिडियो लिउँला। यसलाई छोडेको बिदाई कार्यक्रमको तपाईँलाई भिडियो देखाउँछु तपाईँलाई। अहिलेको लागि यति नै है त। बिचरा मेरो भाइले यार मलाई पानी खुवाइरहेछ यार, यहाँसम्मलाई यसले मलाई पानी खुवाइरहेछ। दाइ पनि खतरा हाँसिरहेछ यार। गर्मी यस्तो लास्टै गर्मी छ यार आज। अनि चाहिँ मतलब भर्खर बल खेलेर आएर साइकलको यस्तो फकटिया छ साइकलको हालत। यसलाई पुगाएर अब पुगाइसकेर अनि त्यसपछि म पनि घरतिर जान्छु। यसको बिदाई कार्यक्रम दिएर अनि त्यसपछि म पनि घरतिर जान्छु। ठ्याक्क यसलाई यो बाटोबाट ठ्याक्कबाट गाडी रोकाइदिनुपर्छ। अनि यहाँ जान्छ बिस्तारै पसलतिर। अनि म चाहिँ घरतिर जान्छु होला जस्तो लाग्छ होइन भनौँ। लास्ट गर्मी पनि लागिरहेको छ पुरै। छिटो पानी खुवानहरू। अहिले घुम्दै बल खेलेर आएको दाइ बिचरा। यसले मलाई फर्स्ट टाइम पानी खुवाइरहेको छ सरी। फर्स्ट टाइम पनि भ्लगमा भनेर क्या।
हो र गफ हो 10 को भनेको त गफ हो र हाम्रो दाइ पनि खतरा यो रहेछ एकदम लास्टै हँसिलो टाइपको रहेछ हाम्रो दाइ पनि ल अब यसलाई चाहिँ अब गर्नुपर्ने जस्तो लाग्छ अब म पनि अब घरतिर जानुपर्छ मलाई लेट हुन्छ होला यसलाई बिदाई कार्यक्रम गरेर अनि म पनि अब घरतिर जानुपर्छ अगाडि देखाउँला गाइस अहिलेको लागि यति नै है ल साथी तिमी अब जाऊ राम्रोसँग ल राम्रोसँग काठमाडौँ जाऊ है त बाई बाई जाति काठमाडौँ जाऊ राम्रोसँग यो चाहिँ हाम्रो नयाँ बजार हो ओए जान दुईजना कुरा गर्दै अमित पनि ऊ भन्छ त अमन उसलाई पनि लिएर जाने ओए उता ओए उसँग जान कुरा गर्दै कुरा गर्दा नै ऊ पनि उता जान्छ ल ऊ पनि त्यो पनि गयो अब म पनि जाँदैछु अब बाई बाई